हुने भयो भनेर त्यो त धेरै राम्रो छ। डिपसिकमा चाहिँ तपाईँको यो एक्युसिकमा चाहिँ के हुन्छ भनिसकेपछि चाहिँ अब तपाईँले टार्गेटहरू सर्चहरू जस्तो पेन पोइन्ट पहिला के थियो भने चाहिँ दुःखको कुरा केही कुराहरू खोज्नु पर्यो भने एकदम हार्ड टु फाइन्ड प्लेब्याक हेर्न दिन बित्यो तपाईँलाई खोज्नु पर्यो भने केही टार्गेट तपाईँलाई सर्च गर्नु पर्थ्यो भने लो एफिसियन्सी एकदमै लार्ज एमाउन्ट अफ डेटासँग तपाईँले खेल्नु पर्थ्यो क्या तपाईँहरूले केही प्लेब्याकहरू हेर्नु पर्यो भने हाइली डिफिकल्ट इन ओपरेसन इन्कन्भिनियन्ट एकदमै गाह्रो भयो क्या तपाईँलाई हामीलाई खोज्नको लागि चाहिँ सो त्यो कुरालाई चाहिँ तपाईँले अब ऱ्यापिडली सर्च बाई डिस्क्रिप्सन बाई टेक्स्ट अब तपाईँलाई चाहिँ कालो कलरको ज्याकेट लगाएको र कालो हेलमेट लगाएको मान्छेलाई सर्च गर्नु पर्यो भने सर्चमा जाने ब्ल्याक ज्याकेट विथ ब्ल्याक हेलमेट इन्टर हाने बित्तिकै त्यो क्यामेराले जति क्याप्चर गरेछ सबै सर्च गरिदिनु भयो जस्ट सर्च दि प्लेब्याक जस्ट बाई टाइपिङ क्या अब टाइप गरेर गुगल सर्च हाने जस्तै भयो अब त्यस्तो टेक्नोलोजीलाई भन्छौँ हामी एक्युसिक भन्छौँ अ न्यू सर्च मेथड अफरिङ एन अनप्रेसिडेन्ट कन्भिन्स एक्सपिरियन्स भनेर टेक्नोलोजी ट्रेन्ड अहिलेको ट्रेन्ड के छ भन्दाखेरि त्यही फास्ट फरवर्ड गरेर हो कि होइन रियालिटी त्यही त हो नि होइन फास्ट फरवर्ड गरेर 1x मा गर्ने कि 8 मा गर्ने हो कि होइन त्यही त हो नि के ट्रेन्डीमा त्यो त फङ्सन त छ नि थाहै छैन भने म गएकै हैन त्यहाँ लोकल ब्रान्ड पनि युज गर्नु भएको त यो किसान भाइ ल नटाट्टी हुन त आजको दावामा छ यो छ नि त्यति त होला हो त्यति त हुन्छ त्यति साह्रो पनि नखिच त्यही हो एक बिजन जस्तो अफिस साइज छैन कुनै प्रडक्टहरू टेक्निकल सपोर्टहरू छैन त्यही हो त्यति भनेको धेरै ठुलो कुरा हो टेक्निसियनको लागि त्यति नभएको एआई स्मार्ट मोड अब हेर्नु है कि त पहिला तपाईँको स्मार्ट सर्च बाई पिक्चर हुन्थ्यो होइन अहिले त्यतिखेर पनि टाइप पनि आएको छैन अब पिक्चरमा आइसक्यो अलिकति अपग्रेड भइरहेको छ है अब अपग्रेड गइसकेपछि अबको थर्ड लेभलमा हामी आइसकेका छौँ एक्युसिकमा ट्रेन्ड इज लोवर ट्रेन्ड कस्तो छ भने चाहिँ पहिला तपाईँको यसरी ट्रेडिसनल सर्च गर्नु पर्थ्यो होइन पहिलाको फर्स्ट यो हो जमाना सेकेन्डली अपग्रेड भइसकेपछि पिक्चरबाट सर्च गर्न लाग्यो अब सिधै टेक्स्टबाट सर्च गर्ने दिन आइसकेको छ तपाईँको जिन्दगीमा कि कसो हैन सो प्रोजेक्टको लागि चाहिँ एकदमै बेनिफिट हुन्छ एकदम के रहेछ त्यो डेमो पनि हेरौँ न हेरौँ तपाईलाई कार आइडेन्टिफाई गर्नु मात्र बेसी भयो भनेर यहाँ त कार आइडेन्टिफाई गर्नु पर्छ टेक्स्ट इमेज फिचर्स भनेर म्याच सिमिलरिटी यो पहिलाको देखाइरहेको थियो ब्ल्याक बेन्च भनेर अब जस्ट ब्ल्याक बेन्च भनेर सर्च गर्यो भने चाहिँ यसले ठ्याक्कै तपाईँको यहाँ ब्ल्याक बेन्च भनेर लेखेको छ नि यहाँ सर्च हान्ने बित्तिकै तपाईँको ब्ल्याक बेन्चमा जति पनि इमेज छ सबै सर्च गरेर देखाइदिएको ल अब नेक्स्टमा जाउँ अब आइनुहोस् पावर बाई ग्यानल्याङ लार्ज स्केल एआई मोड एआईहरू यसमा तपाईँको इन्टिग्रेट गरिएको छ है ग्यानल्याङ लार्ज स्केल एआई मोडल फुल च्यानल एक्युसिक विथ एक्युसेन्स आइपिसी युज गरेको छ एक्युसर्चमा हेर्नु त फुल च्यानल एक्युसर्च विथ एक्युसेन्स आइपिसीहरू छ यो कुरा टेक्नोलोजी हो अब तपाईँको मोडल चाहिँ कस्तो हुन्छ त एक्युसिक एनबिआरहरू चाहिँ कस्तो हुन्छ भने चाहिँ अब अप्रिलमा लन्च हुन्छ है यो तपाईँको चाहिँ अप्रिलमा गइसकेको छ यहाँ ल्याउन बाँकी छ अब यो हुन्छ एनएक्सआई ड्यास भी प्रो भनेर आउँछ कि तपाईँको लास्टमा चाहिँ तपाईँको है मोडल नम्बरको लास्टमा चाहिँ यो भी प्रो भनेपछि एक्युसिक डिभाइस हो एनबिआर हो बुझ्नु पर्यो अर्को भनेको यिनीहरू मेमा हुने भयो है एक्युसिकमा त इच हार्ड डिस्क 20 टिबी सपोर्ट गर्दैन ल ल्याउँ त 248 हार्ड डिस्क एउटा साटामा 20 टिबी सपोर्ट गर्दैन यहाँ हो अब त प्रोजेक्टमा लड्नलाई त एकदम सजिलो हो नि त टोपोलोजी अब बुझ्नुस् तपाईसँग कमसेकम क्यामेरा भनेको 2 लाइन या 3 लाइन या 7 सिरिजको आइपी क्यामेरा हुनुपर्छ है पहिला चाहिँ क्यामेरा त्यसपछि तपाईसँग प्लस हैन तपाईसँग क्यामेरा 2 लाइन 3 लाइन छ भने टेन्सन छैन अब बिचमा थप्नु पर्यो तपाईले एक्युसिक एनबिआर जुन I/V Pro एनबिआर हो आई या V Pro हुन्छ र तपाईको सिधै एक्युसिक रिजल्ट तपाईको IDMS अथवा तपाईको HCP अथवा तपाईको अरु वेब पोर्टल सिधै एनबिआर लगइन गरेर पनि तपाईले टार्गेटहरु सर्च गर्न पाउँछ यो हो तपाईको टोपोलोजी कनेक्टमा पनि मिल्छ अब सिनेरियो कहाँ रेसिडेन्शियल यो त तपाईको आफ्नो आफ्नो तरिकाले युज गर्नु भनेकै तरिका युज गर्नु अब यहाँ ध्यान दिने कुरा है 2 लाइनको क्यामेरा हुनु पर्यो कि 3 लाइनको क्यामेरा यो 13 23 फेरि दिनहरु 1347 47 दिनहरु काम गर्दैन 2T47 क्यामेराहरु हो 2T47 त्यस्ता 2 लाइनका क्यामेराहरु 3 लाइनका क्यामेराहरु
युज गर्नुपर्ने हुन्छ र मोडेलहरू तपाईँको अब हेर्नुहोस् त यहाँ तपाईँको 2 लाइनमा तपाईँको G2 कलर भ्यू G2 भनिरहेको छ 2.0 टेक्नोलोजी पुरानो कलर भ्यू पनि ओके फाइन है G3 यो चाहिँ कलर भ्यू 3.0 टेक्नोलोजी अहिलेको यी क्यामेराहरू तपाईँले युज गर्नुपर्छ र अब फर्मवेयर भनेको चाहिँ तपाईँको यो कुराको क्यामेराहरूको फर्मवेयर चाहिँ अब क्यामेरा त तपाईँको हार्डवेयर त तपाईँको क्यापेबिलिटी भइसक्यो अब सफ्टवेयर पनि त अपडेट गर्नु पर्यो नि त डिभाइसको भएको क्यामेराको तपाईँको एटलिस्ट फर्मवेयर भर्जन 5 बाट सुरु हुनुपर्छ 5.7 बाट है तपाईँको यति ध्यान दिनु फेरि तपाईँको यो रिक्वायरमेन्ट तपाईँको मिट गरिरहेछ तर तपाईँको फर्मवेयर चाहिँ त्यही 3.0 भर्जनको 4.0 भर्जनको छ भने फेरि गाह्रो पर्छ फर्मवेयर हिकपार्टमा प्रोबाट मजाले डाउनलोड गर्नु मिल्छ अहिलेको एपबाट सिधै अपग्रेड हानिदिनु पर्यो यति गरिसकेपछि चाहिँ तपाईँको काम सुरु हुन्छ एक्युसिपको ल एक्युसिप भिडियो हेर्नुहोस् अब के गर्छ by typing free text. Simply put, you can search for a target image in seconds by typing a sentence.